वेलकम बुक्स बिन्स एन्ड विमेन पोडकास्टमा यहाँलाई स्वागत छ। यस पोडकास्टमा हामी किताबको बारेमा चर्चा गर्छौँ, किताबको बारेमा छलफल गर्छौँ र आफ्नो अनुभूति साटासाट गर्छौँ। र आजको एपिसोडमा हामी बिपी कोइरालाद्वारा लेखिएको पुस्तक सुम्निमाको बारेमा चर्चा गर्न गइरहेका छौँ र मसँग हुनुहुन्छ दिपज्योति। वेलकम दिपज्योति। थ्याङ्क यू अन्जना, थ्याङ्क्स फर ह्याभिङ मी। है म त एकदम धेरै खुसी लाग्यो। अब तिमीले सुम्निमा चाहिँ कहिले पढ्यौ? मैले सुम्निमा चाहिँ खासमा पहिला अब एकचोटि हुटुटी हुन्छ नि त, सब पढ्ने रहर लाग्ने बेला हुन्छ नि त, 11-12 पढ्दाखेरि भर्खर काठमाडौँ छिरेको बेलामा। अनि बिपीहरू भनेको सुनिरहेको होइन, अब पढौँ भन्ने हुन्छ। एकचोटि त्यतिखेर पढेको थिएँ। अनि अहिले रिसेन्टली पनि फेरि मैले पढ्दाखेरि चाहिँ, तर पढ्दाखेरि चाहिँ कस्तो भयो भन्दाखेरि दुई फेजमा पढ्दाखेरि चाहिँ फरक फरक दृष्टिकोणहरू हुन्छ। त्यतिखेरको त्यो उमेरमा पढ्दाखेरिको अब्जर्भेसन होइन, सुम्निमालाई पढेर लिएको कुराहरू र अहिले चाहिँ फरक। अहिले अब धेरै कुराहरू बुझ्यो नि त हामीले, आफैले पनि पढेका कुराहरू, देखेका कुराहरू, भोगेका कुराहरूलाई रिलेट गर्दाखेरि फरक दृष्टिकोण फरक पायो। र यो चाहिँ सम्भवतः मलाई लाग्छ सब धेरैले पढेको होला यो किताब होइन। अझ हाम्रो जेनेरेसनतिरकोले चाहिँ एकदम धेरै पढेको पढ्नै पर्छ भन्ने यो आफैमा पनि फेरि पातलो पनि छ नि त, पढ्न फेरि पातलो पनि छ अनि सस्तो पनि छ नि त स्टुडेन्टलाई। के छ सुम्निमामा चाहिँ, के छ त? मलाई चाहिँ खासमा यो सुम्निमाको चाहिँ, मलाई सुम्निमा क्यारेक्टर एकदम बोल्ड लागेको होइन। ऊ चाहिँ प्रोट्यागोनिस्ट हो नि त होइन, सुम्निमा आफै पनि। जो चाहिँ सुम्निमालाई जुन खालको त्यो बेलामा, जुन बेलाको होइन प्राचीन कालमा भनेर लेखिएको छ होइन यो किताब चाहिँ, त्यतिखेरको पेरिफेरीमा अहिले जसरी हामीले इमेजिन गर्छौँ नि, हामीले आफैलाई भनौँ न अझै होइन, हामी हामी कस्तो देख्न चाहन्छौँ, हामी कस्तो पोर्ट्रे गर्छौँ भन्ने खालको। जस्तो सुम्निमामा चाहिँ मैले घरिघरि हामी होइन इन्जिना, ज्योति, लाइक अरू केटीहरू होइन, अरू मान्छेहरू जो चाहिँ बोलिरहेको छ आफ्नो अधिकारको लागि, आफ्नो जुन यो हुन्छ नि त यो वुमेनवाला सोसाइटीहरू जसले देख्न खोजिरहेको छ, त्यसको लागि चाहिँ सुम्निमाको त्यो धेरै डायलगहरूले चाहिँ मलाई कस्तो पिन्च भएको क्या। त्यो हुन्छ नि पढ्दै जाँदा अझ रमाइलो पार्ट त के लाग्यो भन्दाखेरि, कति किताबहरू त पढ्दै जाँदा सब सुरुमै अल्छी लाग्दै हुन्छ, त्योभित्र छिराउँदैन नि त। सुम्निमाको चाहिँ स्टार्टिङमै क्या त्यो यस्तो हिट गर्ने त्यो डायलगहरू, जुन सुम्निमा र होइन त्यो चतारा बारहा क्षेत्रमा जतिखेर सोमदत्त पुग्छ नि होइन, त्यहाँ उनीहरू ऊ चाहिँ अब त्यो ऋषि बन्ने कि होइन, एउटा एकदम खतरा पुरुष बन्ने भनेर होइन, फ्यामिली अनि पुरा लिएर जान्छ उसलाई। अनि त्यो क्षेत्रमा गएर जहाँ उनीहरू बस्छ, अनि कोशीको त्यो होइन तटमा जहाँ चाहिँ उनीहरू भेट हुन्छ, त्यो पछाडि जहाँ डायलग सुरु त सुम्निमाले गरे आउँ जस्तो लाग्छ मलाई होइन, परिचयबाट सुरु गरेको। त्यो बेलामा केटासँग होइन बोल्नलाई त्यो पनि त एक खालको आफैमा बोल्ड हो, रिभोल्युसन हो। म चाहिँ किराँती छोरी हो होइन, म किराँती छोरी हो यताउता भनेर उसले सुरु गर्यो। अनि जसरी उनीहरू त्यो मलाई एकदम फ्यासिनेटिङ लागेको यो किताबको बारेमा चाहिँ, सोमदत्त र सुम्निमाको त्यो पहिला सुरुको कन्भर्सेसन क्या, त्यसले चाहिँ यस्तो ड्राइभ गर्छ कि म सुन्दै जाँदा ओहो यस्तो बोल्ड क्यारेक्टर उभ्याइदिएको क्या एउटा होइन। पछि कस्तो हुन्छ थाहा छैन, पछि जाँदै गर्दाखेरि फेरि सबै वुमेन्सहरूको पोर्ट्रेयल एकदम बोल्ड जस्तो पनि लागेन कहीँ कतै पछि जाँदै गर्दाखेरि। तर सुरुवातमा चाहिँ त्यो सुम्निमा र उसको क्यारेक्टर तान्यो होइन, तान्दै गर्दाखेरि पनि त्यो कन्भर्सेसनमा पनि आफैमा कस्तो छ नि त होइन, जस कन्फ्लिक्ट छ नि त होइन। अब उसले सुम्निमाले आफूलाई चिनाइरहँदाखेरि होइन, सोमदत्तले आफूलाई चिनाइरहँदाखेरि त्यहाँ दुईवटा रिलिजनको पर्सपेक्टिभ आउँछ होइन। उसले किराँत भएर चिनाएछ, उसले ब्राह्मण पुत्र भन्ने ब्रह्मपुत्र होइन, सूर्यदत्त पुत्र भन्छ होइन। त्यसमै उसले त्यो भनिरहँदाखेरि चाहिँ जुन सुम्निमाले एट्याक गर्छ नि होइन, तिमीले किन माता भन्छौ होइन आमालाई, होइन किन पिताबाट आफूलाई चिनाउँछौ भन्छ। अनि पिता क्षेत्रपति हो होइन, कुनै त्यस्तो भन्छ। अनि सुम्निमाले जुन भन्छ नि, मलाई एकदम बेस्ट लागेको त अझ सुम्निमाले जुन त्यस्तो हुन्छ र होइन, पिता भनेको त आमाले जसलाई चिनाए, जुन पुरुषलाई आमाले तेरो पिता यो हो भनेर चिनाए, उही त हो नि चाहिँ एउटा छोरोको लागि त पिता त्यो हुनुपर्ने हो। त्यो भन्दाखेरि त म त ओहो कस्तो पावरफुल हेर त, अहिलेमा तिमीले रिलेट गर्न सक्यौ? मलाई पनि त्यो एकदमै पावरफुल लाग्छ कि जुन बिपीको जुन एउटा विचार छ नि त होइन, आमा सत्य हो, बुवा चाहिँ विश्वास हो भन्ने कुरा त्यो उपन्यासमा त्यो छ कि त्यो होइन। त्यसमा जुन सुम्निमाले भन्छ नि त आमाले हो नि त, सत्य त आमा हो भन्ने कुरा, त्यो चाहिँ मलाई पनि एकदमै पावरफुल लागेको। अहिले पनि कस्तो सिरिङ्ग हुन्छ नि झन् अहिले। अब हामी यस्तो जेनेरेसनमा छौँ जुन बेलामा यो आमाको नामबाटको नागरिकतावाला, मैले त्यसलाई ठ्याक्क
जोडेको थिएँ कि होइन त्यति बेला त्यो अहिलेको 27 सालमा एक्ज्याक्टली ल हेर न अब अहिलेको हरेक उसले पनि आमाको त्यसरी बोल्नुपर्ने जरुरी देख्यो कि आमाले चिनाएको बाउ पो बाउ हो त होइन अहिले जस्तो कति कुरा गर्छ नि बाउ त को हुन्छ भनेर जुन नागरिकताको एउटा कन्फ्लिक्ट चलिरहेको छ नि हाम्रो अहिलेको कन्टेक्स्टमै त्यसलाई जोड्दाखेरि अब म चाहिँ ठ्याक्कै त्यो सम्झेको थिएँ कि जस्तो किराँतहरू होइन राई किराँतहरूको कम्युनिटीहरू चाहिँ अलिक महिलामा स्ट्रङ हुन्छन् भन्ने पनि हाम्रो कथन एउटा भन्छ नि त हाम्रो युजुअल भाषाहरूमा त्यो पनि रिफ्लेक्ट भएको होला सायद सुम्निमाको क्यारेक्टर त्यो पनि रिफ्लेक्ट गराउन खोजेको होला होइन अनि मलाई एकदम प्याथेटिक लागेको चाहिँ बिचारा त्यो सोमदत्तको क्यारेक्टर क्या ओहो अनि ऊ चाहिँ तर उसले अझै पनि होइन यो तथ्य यो हो भनेर ऊ चाहिँ एकदम त्यो के भन्छ त्यसलाई एकदम धेरै थ्योरीहरूमा होइन त्यो यस्तो एकदम त्यो एक्ज्याक्टली त्यो चाहिँ ऊ त ओरिजिनल मान्छे नै होइन जस्तो लाग्ने क्या कति ठाउँहरूमा त होइन त्यस्तो त्यस्तो चाहिँ फिल भइरहेको थियो धेरै उहरूमा तर जुन सुम्निमाको त्यो चञ्चले बानी होइन उसले कुरा गर्ने त्यो प्र्याक्टिकल कुराहरू गर्थ्यो नि त उसले होइन उसले प्रकृतिवादी एक्ज्याक्टली त्यो कुराहरूले चाहिँ तान्दै गयो बुकमा भनौँ न तर मलाई सुम्निमाको क्यारेक्टर चाहिँ राम्रो लाग्यो तर क्यारेक्टर वाइज कुरा गर्दाखेरि चाहिँ मलाई पुलोमा अब केटीकै कुरा गर्दाखेरि पुलोमाको क्यारेक्टरमा चाहिँ मलाई अझै हुन्छ नि त्यो चाहिँ कस्तो क्या सम्झिँदाखेरि पनि त्यो हुँदा त्यस्तै गरेर कसरी बाँच्यो होला जिन्दगी बिपीको मेन उद्देश्य थियो नि त एउटा दुईटा संस्कृति बिचमा चाहिँ जुन ब्राह्मण संस्कृति र किराँती संस्कृति छ नि त्यहाँको द्वन्द्व देखाउने थियो अनि त्यसमा चाहिँ बिपीले कसरी ब्राह्मणको जीवन जुन तरिकाबाट विश्वास गरेर उनीहरू बाँचिरहेछन् नि त्यहाँको दैनिकी कति धेरै होइन मोनोटोनस हो सेम कुराहरू गर्ने अनि फेरि एकदम त्यो आदि पुरुष चाहिँ हो कारण एकदम त्यो खतरा क्यारेक्टर ऊ चाहिँ परापूर्वकालको त्यसमा गरिदिँदाखेरि बिचरा सोमदत्तले आफ्नो अहिले जुन फेरि हाम्रो सेल्फ लभको जमानामा चाहिँ होइन त्यो जिन्दगी नै बाँच्न पाएन त्यो चाहिँ बिपी फ्राइडियन थ्योरीबाट पनि प्रभावित मनोविश्लेषण थ्योरीबाट पनि प्रभावित भएको भएर उसले त्यो द्वन्द्व चाहिँ देखाएको छ कि होइन के हुन चाहन्छौँ हामी समाजमा हामी के हुन चाहन्छौँ हाम्रो भित्रको इन्स्टिङ्क्टले के चाहन्छ भन्ने छ अनि मलाई अर्को एउटा इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ दिपज्योति त्यो जुन छ नि माताको कुरा तिमीले लिएर आएको थियो नि अघि जुन हो त्यसमा चाहिँ मलाई एकदमै इन्ट्रेस्टिङ लागेको उसले भन्छ नि तिमीहरू मानव भएर मानवै बन होइन त्यहाँ चाहिँ समस्या के छ भने ऊ चाहिँ होइन त्यो भन्न खोजेको छ नि त हामीसँग चाहना हुन्छ कामना हुन्छ एउटा ह्युमन भइसकेपछि होइन इच्छा हुन्छ त्यो इच्छालाई मार्न खोजेको छ कि ऊ चाहिँ आदि पुरुष ज्ञानी पुरुष बन्छु भन्दाखेरि होइन त्यो पढेका कुराहरूबाट गाइडेड छ होइन यस्तो हुनुपर्छ वेद त्यो छ उसको चाहिँ त्यो चाहिँ उसको समस्या हो जस्तो लाग्छ कि त्यो पढेर अनि अर्को तिमीले याद गरेर जस्तो सुम्निमालाई त्यस्तो त्यो हामीले खालको त्यो पढ्दै जाँदा उसमा त्यो बोल्डनेस देखे पनि फेरि लास्टमा उसले के भन्थ्यो भन्दाखेरि के अरे हुन त तिमी ब्राह्मण पुत्र हौ होइन तिमीले धेरै पढेछौ मैले भनेका कुराहरू ऊ नहोला सही नहोला भन्ने कुराले चाहिँ फेरि एउटा मन खिङ्रिङ्ग के बनाउँदैन नि केटीहरूले चाहिँ अझै पनि आफ्नो त्यो हुन्छ नि त्यो इन्टेलेक्चुअललाई चाहिँ एक्सेप्टै गर्न सक्छ मैले पनि लास्टमा होइन तिमी चाहिँ खत्रै छौ तिम्रो एज अ कास्ट पनि ऊ खत्रै भयो ब्राह्मण भयो सोमदत्तलाई खालि फुलाउने फकाउने होइन राजा उसको इगोलाई जहिले पनि नर्चर गरिरहने क्यारेक्टर चाहिँ तर त्यो हुँदाहुँदै पनि मलाई अर्को पावरफुल लागेको चाहिँ बिपीले त्यो 14-15 वर्षको बच्चाहरूलाई त्यस्तो विचारको भारी होइन कस्तो ठुलो कुरा गरेको अनि उनीहरू त 12-13-14 वर्षको त उमेरमा कत्रो डिप कन्भर्सेसन गरेको अनि बिपीले आफ्नो विचार चाहिँ सुम्निमाबाट भनेको छ कि त्यस्तो लाग्छ होइन उसले देख्न चाहेको समाज त्यो पनि हुन सक्ला किनकि प्रकृति प्रेमी किराँतहरू आफै प्रकृति प्रेमी पनि भयो होइन तर त्यो हुनसक्छ तिमीले भनेको ट्रु होइन बिपीले आफ्नो उसलाई चाहिँ त्यसरी देखाउन खोजेको पनि हुनसक्यो अनि राजकुमारको जुन एउटा प्रवेशन छ नि त्यो चाहिँ है कथाको बिचमा राजकुमार आयो मलाई चाहिँ खासमा राजकुमार ड्याका आएको चाहिँ त्यो प्रसङ्ग कता हो भए जस्तो चाहिँ अलिकति त्यसको किन कतै ऊ थिएन नि त त्यो चाहिँ लागेको थियो तर अब त्यो भनिरहँदा पनि उसले जुन त्यो भन्यो नि होइन जस्तो के अरे के छ उसले पनि गएर आखिर
ब्राह्मणलाई नै गएर उ गरे नि त फर्स्ट प्रायोरिटी त होइन उसकोमा त उसको नागरिकता आखिर सबै हुनुपर्ने होला नि त होइन अनि गएर चाहिँ उसलाई के छ तपाईँलाई अप्ठ्यारो गाह्रोको कुरा के छ उसले मान्यो होइन उसलाई चाहिँ त्यो हुन त त्यो हाम्रो कास्ट अनुसारले पनि होला हायरार्कीले पनि ब्राह्मणहरूलाई पुज्ने त्यो एक खालको होला होइन तपाईँलाई के गाह्रो अप्ठ्यारो छ कस्तो छ भन्दाखेरि उसले जुन यो भिल्ल किराँतहरूको कुराहरू गर्यो नि त होइन हामीलाई त्यस्तो त केही पनि छैन त्यही के अरे सुँगुर के सुँगुर नै चढाउने उहुहरूकोले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो छ भन्दाखेरि उसले तिनीहरूलाई बोलाएर जुन एक खालको उनीहरूलाई चाहिँ जे भन्न खोजेको चाहिँ के भन्दा उनीहरूलाई चाहिँ कम्फर्ट गराइदियो उनीहरूलाई एउटा जातलाई कम्फर्ट गराउनलाई चाहिँ अरूलाई कम्प्रोमाइज गर्न जस्तो उनीहरूको त किनकि त्यो त रिचुअल कल्चरको कुरा हो नि त होइन तर त्यहाँ चाहिँ गर भन्दा जस्तो तिमीहरूले सम्झौता गर्दा पनि केही भएन उनीहरू चाहिँ हाम्रो लागि एकदम हो उनीहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ भने जस्तो चाहिँ मलाई कहीँ कतै लागेको तिमीले चाहिँ कसरी हेऱ्यो त्यसलाई मलाई चाहिँ त्यो खास राख्नु पर्दैन र राख्दाखेरि पनि त्यस्तो भयो अनि एक खालको झन्डै कन्फ्लिक्ट नै सुरु पनि हुन लाग्यो भिल्ला र उनीहरूको बिचमा होइन त्यसमा मलाई चाहिँ त्यसमा के लागेको भने जस्तो यो बिपीको सुम्निमालाई खालि फ्राइडियन मनोविश्लेषणबाट नै बढी हेरिन्छ होइन तर त्यो एउटा बिपीले त्यो बेलामा जहाँ चाहिँ एउटा जात हुन्छ नि यो एक खालको राष्ट्रवादलाई प्रमोट गरेको थियो नि त एक जात एक देश एक वेश भन्ने त्यसमा चाहिँ क्रिटिसिजम हो जस्तो लाग्छ कि मलाई चाहिँ किनभने त्यहाँ चाहिँ उसले एउटा जातिलाई संरक्षण गरिरहेको छ नि एउटा संस्कृतिलाई संरक्षण गरिरहेको छ नि त राज्यले त्यो स्टेटले होइन एउटा जातिलाई संरक्षण गरिरहेको छ र त्यो संरक्षण चाहिँ गलत हो भनेर बिपीले चाहिँ त्यो देखाउन खोज्या हो जस्तो लाग्छ कि मलाई चाहिँ त्यहाँ चाहिँ युद्ध छैन त्यो छैन होइन तर नेपाल त एउटा हुन्छ नि मल्टिकल्चरल देश हो भन्ने त्यो एकदमै सुसुप्त रूपमा आएको छ तर यो पुरै उपन्यास भनेकै त्यही पेरिफेरीमै घुमिरहेछ नि त दुईवटा संस्कृति बिचको द्वन्द्वमै घुमिरहेछ जहाँ चाहिँ सुम्निमाबाट अनि अर्को इन्ट्रेस्टिङ कुरा त्यो समाजमा ब्राह्मण र के अरे किराँतको कहाँ कन्भर्सेसन गराउने होइन कन्भर्सेसन गराउने ठाउँ के थलो त कहाँ भनेको नि सम्भवै थिएन नि नत्र त्यो गाई चराउन जानु नपर्ने भएको भए त सुम्निमाको र सोमदाको त भेटै गराउने ठाउँ थिएन त्यो चाहिँ एकदमै रमाइलो तरिकाबाट त्यो क्रिएट गरेको चाहिँ हो जस्तो लाग्छ कि दुईजना होइन फेरि त्यो उमेरको नभएको भए पनि त भेट हुँदैन थियो होला लेखकलाई चाहिँ साह्रै गाह्रो भयो होला जस्तो लाग्छ कि मलाई त्यो क्रिएट गर्नु त्यो समाजको जुन छ नि त्यो बेलामा त त्यो दुईवटा संस्कृति भेट्ने अब आर्य र अनार्य बनाएको छ एउटालाई बर्बर बनाएको छ अर्कोलाई त्यो बनाएको छ होइन त्यो चाहिँ मलाई त्यो चाँजो पाँजो मिलाउनलाई त्यहाँ भेटाउनलाई चाहिँ कति गाह्रो भयो होला लेखकलाई मलाई जस्तो मलाई त्यो चाहिँ लाग्छ कि त्यो द्वन्द्वमा होइन एउटा दर्शनलाई अर्को दर्शनको काट्नलाई चाहिँ त्यो गाह्रो भयो होला भन्ने त्यो बेलामा फेरि होइन त्यो एरामा त्यो गर्नु चाहिँ अब त्यसपछि अघि दिपज्योतिले पुलोमाको र उसको रिलेसनको पनि कुरा गर्यो तिमीले कसरी हेऱ्यो पुलोमा र सम्दत मलाई त्यो तिम्रो चाहिँ सुन्न इन्ट्रेस्ट लाग्यो पुलोमा र सम्दत्तको जब मलाई अर्को लागेको चाहिँ सोमदत्त त जस्तो बिहानै नगर्ने होइन ब्रह्मचारी बस्ने जसरी त्यो थियो नि त होइन सुम्निमासँग एट्र्याक्सन हुँदै पनि होइन उसलाई सुम्निमाले एट्र्याक्ट गरिरहेछ नि त होइन गरिरहँदाखेरि पनि उसले चाहिँ होइन मलाई चाहिँ यो कति दुःख गर्छ है सुम्निमालाई मनबाट भुलाउनको लागि कहाँ गएर होइन पुरा त्यो हामीले उसमा स्वस्तानी केमा पढाए जस्तो के त पुरा तपस्या गरेर कुनै जाडोमा चाहिँ आगो ताप्ने के अरे गर्मीमा चाहिँ त्यो चिसो उसमा बस्ने भएको होइन के हो गर्मीमा चाहिँ आगो ताप्ने जाडोमा चाहिँ चिसो उसमा हो त्यस्तो एकदम कठोर तपस्याहरू गरेर है उसलाई गर्नलाई अनि कोही उसलाई मात्रै होइन मैले त के बुझिरहेको थिएँ भन्दाखेरि उसले त बिहानै गर्दैन होइन उसले त त्यसरी सोचेर उसले केटीकै त्यो जुन एउटा आयो नि त अब मलाई चाहिँ उसले खालि अनि एउटा ऋषिलाई सम्झिरहन्थ्यो नि एउटा विश्वामित्र र मेनका उसले चाहिँ सुम्निमालाई मलाई चाहिँ गरे तर सुम्दत त साँच्चै बिचरै पात्र हो बिचरै मलाई चाहिँ एकदमै बिचरा लागेको पात्र त्यो खालको उसमा पनि हो नि त ऊ बिचरा नभए भए सुम्निमा बिबीले अन्याय चाहिँ गरेको इभन पुलोमा पनि अलिक ऊ गरेर निकाल्दैन थियो होला त्यो क्यारेक्टरहरूलाई पनि होइन त्यसमा के छ अनि त्यसपछि उसले जुन त्यो होइन त्यो गर्दै गर्दैन होला भनेको फेरि पछि अनि त्यताबाट आइसके पछाडि त अब बाउहरूले त्यस्तो भनिसके पछाडि त होइन अब यो हाम्रो चल्नु त पऱ्यो नि त होइन हाम्रो वंशको लागि उहाँ भनेर बाउ आमाले भनिसकेपछि त पुत्र प्राप्तिको चाहिँ गर्नुपर्छ एउटा होइन
आफ्नो जीवनमा भनिसकेपछि त ल बिहा गर्न त कन्भिन्स पो भइरहेको कि म त एकछिन त्यो चाहिँ कस्तो किन होइन त्यत्रो आखिर त्यत्रो गरेर किन गरेको जस्तो लाग्यो थियो तर पुलोमा आएपछि फेरि कथाले जुन त्यो अर्कै मोड लियो नि सुरुमा उनीहरूको रिलेसन कस्तो मिठासपूर्ण थियो है सुरुमा अनि यस्तो इन्ट्रेस्टिङ लाग्यो बिचमा हुन त सुम्नीमा हरायो फेरि पुलोमा आएपछि त्यो बिच पार्टमा त सुम्नीमै छैन नि त तर पुलोमा आएपछि चाहिँ फेरि सुम्नीमा र सोमदत्तको जुन पहिलाको सम्बन्धमा जुन एक खालको होइन कन्फ्लिक्ट एक खालको त्यो देखाइया त्यो पनि इन्ट्रेस्टिङ ढङ्गले थियो पुलोमाको इन्ट्रीपछि पुलोमा र सोमदत्तकोलाई पनि फरक एङ्गलले त्यो त्यसमा पनि मलाई बिपीको त्यो पनि कस्तो त्यो एकदम त्यो पुलोमा पनि सङ्घर्ष छ नि है पछि के तर उसलाई समय लाग्छ तिमीले के पोइन्ट आउट गर्यो मलाई चाहिँ त्यो भिल्ला होइन मलाई चाहिँ सुरुमा त एकदमै पतिव्रता स्त्री हुन्छ तर पछि जब त्यो फ्रस्ट्रेसन होइन ऊ खुसी हुँदैन नि तब चाहिँ ऊ मलाई चाहिँ त्यो अर्को चाहिँ यो व्यक्तिगत स्वतन्त्रताको कुरा पनि छ कि होइन त्यो दुइटै महिलाले त्यो चाहिँ इन्जोय गरिरहेछन् नि त उसले अब भिल्ला युवकलाई सम्झिन्छ होइन त्यो चाहिँ मलाई चाहिँ पुलोमालाई पछि चाहिँ स्ट्रङ बनाउँदै गएको छ कि तर त्यो कहिले स्ट्रङ बनाउँदै गएको छ भने जब चाहिँ त्यो पोइन्टमा पुगेपछि ऊ स्ट्रङ भएको छ कि त्यो चाहिँ अब जस्तो हुन्छ नि एकदमै एउटा ठाउँमा जहाँ अब म सक्दिनँ भनेपछि चाहिँ ऊ स्ट्रङ भएको छ होइन अनि अर्को चाहिँ समाजको कुरा पनि राम्रो लाग्यो कि मलाई समाज हुनुपर्छ भन्ने कुरा बिपीको त्यो पनि छ नि त्यसमा किनकि उनीहरू एक्लै बस्छन् अनि त्यो घटना बिर्सिन पाउँदैनन् त्यो रातको घटना बिर्सिन पाउँदैनन् होइन नत्र समाजको ऊहरूमा भएको भए हुन्छ नि समाजमा बसेको भए एउटा इस्यु आउँथ्यो अर्को इस्यु आउँथ्यो नि बिर्सिन्थ्यो तर यो कारणले गर्दाखेरि चाहिँ बिर्सिन पाएन भन्ने खालको एउटा समाजको महत्त्व पनि छ कि जुन यो त्यसपछि टर्निङ पोइन्ट पनि राम्रो छ है सोमदत्तको म्यारिज फेल भइसकेपछिको जुन कसरी हेर्नु भएको छ कसरी हेरेको छ त्यो उसमा जान्छ नि बिजुवाको घर जान्छ नि सोमदत्त तिमीले त्यसलाई कसरी हेर मैले पछि उसले भन्यो नि त होइन अब केही गरे पनि भएन अब सन्तान प्राप्ति होइन पुत्र प्राप्ति भनौँ न सन्तानमा नि उसले पुत्र बाहेक गर्दा देखेकै छैन नि पुत्र प्राप्तिमा चाहिँ अब उसले मलाई अझ कस्तो लागेको चाहिँ म अझ सुरुबाट गएँ सुरु भने मतलब पुलोमालाई भेट भयो बिहा गरिसके पछाडि बिहा गरिसकेपछि अब बाउआमा पनि गयो उसको होइन दुइटैको बाउआमा अब कहाँ मन कता जाने भनेर गए घरबाट होइन अनि जुन पुलोमाले त्यो अब उनीहरूको अब एकदम धेरै अनि फेरि अर्को के छ फेरि त्यो ऊ चाहिँ गराएछ क्या दुवैजना पुलोमा पनि बौद्धिक उस नै देखाएको छ नि ऊ पनि किताबहरू पढ्ने त्यतिखेर पढेको सुनेर उसले त्यो चाहिँ मलाई खतरा लागेको पार्ट चाहिँ क्या सुम्नीमा पनि इमोसनली इन्टेलेक्चुअल त हो नि त उसले पढेन होला बेच्छ तर त्यो हेर न उसको त्यो डिस्कसनमा लागेको क्वेसन नै कस्तो खतरा थियो अनि त्यो क्रिटिकल्ली हेर्ने कुराहरू होइन पुलोमालाई पनि त्यही दर्जा दिएको छ क्या तर त्यसमा पनि एउटा के ग्याप छ भन्दाखेरि पुलोमाले पनि फेरि उयो सुम्नीमा जस्तो भन्थ्यो अनि लास्टमा जहिले गल्ती चाहिँ आफै ला मैले गरेको होला मै पापिनी होला म यस्तो होला भन्छ क्या लास्टमा उसले होइन उहाँ त गलत हुँदै हुँदैन भने जस्तो होइन उहाँ चाहिँ अब एकदम पति पनि हो अब सबै कुरा जानेको पढेको उहाँ चाहिँ तर उहाँले गर्छ होला भन्ने भयो मलाई चाहिँ त्यो सोमदत्त र उसको माया पुलोमाको कहाँ चाहिँ माया लागेको भन्ने होइन त्यो उनीहरू दुवैजनामा प्रेमको भाव त आउँछ नि है अब उनीहरूको बेलामा एउटालाई त्यो भइदिएको भए त है त्यो चाहिँ साह्रै त्यो त लास्ट मैले त्यो देखेर चाहिँ अब म्यारिटललाई कति विरक्त लाग्दो हुँदो रहेछ कति धेरै त होला नि त त्यस्तो हो हाम्रो अब अहिले पो लभ म्यारेजले अझ त्यो पहिला हाम्रै सुन न मम्मी हजुरआमाहरूको पालामा पनि सम्हाउ कहिलेकाहीँ त त्यो पनि सिचुएसन मैले त्यो दाजुहरूले काउन्सिलिङ भइदिएको भए उनीहरूको म्यारेज पर्फेक्ट हुन्थ्यो त्यहाँ त केही छैन क्या दुईजना मात्र बस्छन् जहाँ घरमा पनि होइन दुईजनामा पनि एक्लोपन छ क्या ऊ कतिसम्म पुलोमाले कतिसम्म त्यो सोमदत्तलाई घृणा गर्दै जान्छ भने पछि भन्छ नि मलाई सबै थाहा छ तिम्रो बारेमा भन्दा पनि उसले तैँले मेरो एउटा आनन्द जुन छ नि व्यक्तिगत आनन्दलाई पनि व्यक्तिगत हुन दिएनस् भन्नेसम्म पुऱ्यायो कि है यो आडम्बर यो हुन्छ नि यो के भन्ने त्यसलाई त्यो जे कुरा होइन जे पाउन सक्दैन मान्छेले त्यो पाउन खोज्दाखेरि भनेर
त्यो भन्दाखेरि चाहिँ उसले त घृणाको त म्याक्सिमम लेभल पछि त लास्टै उ गर्छ नि है। तर त्यो पनि रिभोल्युसनै देखाउन खोजेको होला सायद, महिलाले त्यो पनि होइन, पत्नी खालि पतिले जे भन्यो होइन त्यो गरेर बस्नु पर्दैन, ऊ पनि मान्छे हो नि एउटा, उसमा पनि सबै खालको भावना विचार हुन्छ, उसलाई माया नि प्रेम पनि हुनसक्छ, कहिलेकाहीँ घृणा पनि लाग्न सक्छ, केही कुरा उसले चित्त नबुझ्न पनि सक्छ। उसले त्यो सुरुमा भने जुन त्यो फेरि मलाई अझ मलाई चाहिँ त्यो पुत्र प्राप्तिको लागि भनेर उनीहरूको पुरा त्यो फेरि सुरु हुँदो रहेछ नि होइन, नियम कानुनमा कतिसम्म बाँधिदिएको कि ला यस्तो बरु त्यसमा त्यो रियल माया मिसाउन पाएको भए बरु है कस्तो खतरा जिन्दगी हुन्छ। तर उनीहरू पुरा रिचुअल है यज्ञ अरे कुनै के गरेर अनि लास्टमा त्यो जब क्या त अनि फेरि सबै काम एक तल उसले पनि त्यो गर्यो त, पुरुषले त त्यो गर्छ, महिला त सबै घरको काम भ्याएर त्यो रिचुअलमा पनि बसेर गरेर मलाई त्यो चाहिँ ऊ लागेको क्या, त्यो चाहिँ हुन्छ नि त्यो चाहिँ सही होला, त्यो चाहिँ मलाई त्यसले नै हिट गरेको क्या। जस्तो बेलुका जब उनीहरू अब फिजिकल्ली त्यो होइन त्योमा जान खोज्दाखेरि त्यो भन्छ नि ऊ त एकदम थाकिसकेको हुन्छ नि त फुल मार्दैन, उसलाई इन्ट्रेस्टै हुँदैन, किनकि ऊ दिनभरि बिहानदेखिको रातिसम्मको गतिविधिले घरको गतिविधिले त उसलाई थकाइसकेको हुन्छ। थकाएपछि त त्यो लाइफ पनि त ऊ नहोला नि त होइन, त्यो इन्ट्रेस्टिङ नहोला नि त। त्यो चाहिँ अनि भन्छ नि त अहिलेकोमा रिलेट गर्दा पनि सधैँ इन्ट्रेस्ट नहुनसक्छ केटीहरूको, त्यो रेस्पेक्ट गर्नुपर्छ भन्ने कुरामा चाहिँ मलाई त्यो कतिखेर त्यहाँ फिल भएको थियो धेरै पटक चाहिँ चौथो दिनै गर्नुपर्ने नियम कर्म जस्तो कठोर नियमहरूमा लागेको त्यो अनि फलो गरे। त्यही भएर लास्टमा उनीहरूको मानस हुने हो नि त, सुम्निमालाई पनि उसले मानसिक रूपमा सम्झिन्छ, उसले भिल्ल युवालाई सम्झिएपछि एउटा जे आखिर उनीहरूको त एकअर्कामा मन नै बाँधिएको रहेन, मन बाँधिएको लागेको त मलाई त्यो लास्टमा जुन बेला त्यो उनीहरूको त्यो हुन्छ नि रियलमा होइन, अनि त्यो उसले भिल्ल सम्झिन्छ, उसले भनेपछि उनीहरू त जिउ के भन्छ बाहिरी रूपमा मात्र एकअर्काको लागि रहेछ, समाजलाई आखिर मन त कहीँ अन्तै रहेछ होइन। त्यो रिप्रेसनवाला हुन्छ नि त्यो सबै बाँधेर दबाएर मान्छे कसरी खुसी भएन, खुसी हुने बाटो थियो तर खुसी भएन नि कोही कतै कोही होइन। एक एङ्गलले हेर्ने हो भने त्यहाँको सबै पात्रहरूको आफ्नै सबै दुःखी पीडितै छन्, तर पनि सुम्निमाको पनि खास भन्ने पनि हुन त बिपीले किराँतको जीवनयापन या किराँतको त्यो हुन्छ विचारधारालाई सपोर्ट गर्नलाई होला। मलाई चाहिँ त्यो सुम्निमाको पनि श्रीमानसँगको एउटा छुस्स छ नि, अलिकति कस्तो छ भन्दाखेरि रुख त के भन्छ काटिएर पनि बाँच्छ नि त, उसँग बाँच्ने चिजहरू छ, त्यो हेर्दाखेरि चाहिँ सुम्निमाको पनि किनकि अब सुम्निमा पनि बेचा उसले पनि त उसको पनि माया गरिरहेको थियो सोमदत्तलाई होइन, उसको कहीँ कतै थियो होला, त्यही त नि माया गरेको मान्छेसँग नहुँदाखेरिको त कहीँ कतै त देखिन्छ होला नि त। उसको श्रीमानले भन्छ कोशीमा गएर के अरे मलाई पनि काशीमा गएर ब्राह्मण बनेर आउने मन छ भन्छ, उसको श्रीमानलाई फेरि ब्राह्मण बन्नु मन पर्ने, उसको श्रीमतीले ब्राह्मण मन परायो भनेर होइन, त्यो चाहिँ छैन, त्यो चाहिँ सुम्निमाको त्यो पार्ट चाहिँ देखाइएको छैन। तर सुम्निमा पनि खासै खुसी थिएन भन्ने कुरा चाहिँ कहीँ न कतै हुन्छ, तर ऊ बाँचिरहेको थियो। तर त्यो पनि एउटा ऊ होला, उनीहरू चाहिँ अघि तिमीले ल्यायो कि ल्याएन त्यो कुरा, अघि हामी इन्फर्मल कुरा गर्दा चाहिँ भएको थियो होइन, सोमदत्त र पुलौमा बस्ने चाहिँ इन्टायर समाजमा बस्दैन नि त, उनीहरू त एउटा छुट्टै कुटी छ उनीहरूको। त तिमीले भने जस्तै अब भुलाउने बाहनै छैन क्या अघिल्लो रात कि त्यो कुराले त्यो सधैँभरि दुईजना के हेऱ्यो त्यही गौमाता के अरे गौमाता कि के एकदम धेरै चर्चित छैन कपिला माता घर त्यो हेऱ्यो त्यो भएर सुम्निमाको मलाई के लाग्यो भने किन जीवन किन त्यो पनि होला सायद माइतीमा आएर पनि चल्यो उसको आमा बाको पनि प्रसङ्गहरू बाले पछि ऊ बिजुवा बाकोमा पछि जान्छ नि होइन, त्यो पछि पनि उसले कति तिमीलाई सुम्निमाले कति खोज्छ कति इजिली ल्याएछ, त्यही कुरामा त्यो सूर्यदत्त भएको भए के हुन्छ होला ल भन त। अनि अर्को इन्ट्रेस्टिङ तिमीलाई એવું लाग्यो कि लागेन पछि सोमदत्तले सुम्निमाको पर्सनल लाइफ कति सोध्दा खोज्छ नि है, आखिरमा अब आयो मुठ पहाड कि निचे भनेर जस्तो कि एक्ज्याक्ट मलाई त्यो अनि मलाई त्यो बिजुवा छोरी कति वर्षको कति धेरै मलाई त्यो लागेको सुम्निमाले केही पनि कुरा
सुम्निमाको त्यो चाहिँ कस्तो है त्यो एकदम लेट इट गो भने जस्तो उसको त्यो इमोसनल इन्टलेक्चुअल नै भन्छ मलाई के भन्छ उसले त्यो जुन सिचुएसन्सहरू ह्यान्डल गर्न मान्छेलाई ह्यान्डल गर्न चाहिँ कस्तो मजाले गरेको क्या उसलाई कहिले ऊ आवेगमा आएको पनि देखाएको छैन सुम्निमाको पर्सपेक्टिभबाट नि सुन्दर आएपछि उसलाई कस्तो फिल भयो होला है कति खुसी भयो होला कि 12 वर्षपछि खोला फर्किन्छ उसले चिन्दा पनि चिन्दैन क्या अरे धारामा उसले चाहिँ सायद हो कि भने जस्तो सम्झौतालाई चाहिँ कहीँ कतै हो कि जस्तो लाग्छ त्यो मनमा दखको पनि इन्ट्रेस्टिङ छ मलाई त्यो बिजुवा बाटोमा जाँदा नै जस्तो उसले सम्झौताले अर्को कदम चालेको अगाडि चाहिँ मलाई के लाग्छ भन्दाखेरि जस्तो उसले अब कतैबाट केही भएन होइन उसले त्यो ब्राह्मण कल्चरको सबै फलो गर्यो नि त होइन उसले त्यो वेद सेद केमा भनेको कुराहरू हरेक फलो गरेर होइन यस्तो यस्तो गरेर त्यो 4 दिन अघि तिमीले त्यही दिनमा गर्नुपर्ने त्यो सबै गर्दा पनि त्यो नभइसके पछाडि उसले लास्टमा धामी झाँक्रीवाला त हो नि बिजुवा बा त्यो पर्सपेक्टिभ गर्ने नि उसले त्यहाँको सम्झिन्छ नि एकचोटि म त्यहाँ पो जाम कि होइन त्यहाँ पो अब यसले भएन भने उसलाई त्यो कहीँ कतै उसको त्यो आस्था उता पनि थियो है भित्र आस्था पनि होला अनि अब अत्यास लागे जस्तो लाग्यो कि मलाई आफ्नो त्यो ऊप्रति क्या मैले लास्टमा मैले आफू पाएँ मेरो आफ्नो अस्तित्व पनि भेटिएन होइन जुन फ्राइडले भन्छ नि होइन सेकेन्ड फ्राइडको त्यो जुन इगो सुपर इगो भन्ने जस्तो कुराहरूमा त्यो एकदम लाग्छ क्या मलाई नत्र ऊ एक्कासी त्यो ठ्याक्कै सम्झिन्छ होइन ऊ अब जान्छु भनेर जान्छ नि त त्यो होइन त्यो हो त्यत्रो गाह्रो गरी एउटा होइन दुब्लो मान्छे के कस्तो पोर्ट्रेयल पनि फेरि हेर न ब्राह्मणलाई चाहिँ दुब्लो त्यसरी देखाएको हुन्छ इभन पुलोमालाई दिँदा पनि उसलाई पनि त्यो जान्छ किरा जस्तो शरीर भन्छ त्यसरी गरेर हाल्छ अनि ऊ त्यसरी जाँदाखेरि चाहिँ मलाई त्यो कहीँ कतै पोर्ट्रेयलको कुरा गर्यो होइन यो त एकदमै क्रिटिसाइज भएको बुक कन्ट्रोभर्सियल बुक पनि हो नि त कति किराँती एक्टिभिस्टहरूले नै हो होइन यो बुकलाई त जलाइएको पनि थियो होइन हो तिमीलाई चाहिँ त्यो के लाग्छ त्यो जुन तरिकाको छ नि कन्ट्रोभर्सियल होइन के लाग्छ त्यो चाहिँ अब हेऱ्यो भने त धेरै कुरा कन्ट्रोभर्सी त अब हाम्रो मलाई पढ्दै जाँदा मलाई एउटा एकदम लागेको चाहिँ त्यो जुन सुम्निमालाई नाङ्गे भन्ने प्रोट्रेट गरिरहेको छ सुम्निमाबाट सुम्निमा मात्रै होइन ओभरअल किराँतको उसको पछि छोरीलाई पनि त्यस्तै भन्यो त्यो धारामा आउने मान्छे पनि त्यस्तै भनेर गऱ्यो होइन त्यो चाहिँ मलाई त्यति धेरै त्यस्तो किराँतको उसमै त अझ यसको एन्सर त हाम्रो किराँत साथीहरू कसै अझ हामी पछि डिस्कस गर्दाखेरि त्यस्तो त्यो कम्युनिटीको कोही साथीलाई पनि ल्याउन सक्यो भने अझ गजब उसले अझ आफ्नो तर्फबाट कुराहरू राख्ला होइन तर त्यो चाहिँ किन होला पहिला सुरुमा त किन होला भन्ने भयो होइन त्यस्तो किन पोर्ट्रेयल गर्यो होला त्यो कल्चरल हो कि त्यो क्यारेक्टरलाई त्यसरी देखाइदिएको हो कि भन्ने जस्तो होइन किनकि उसले लेखकले त्यसरी देखाउन खोजे पनि हुनसक्छ नि त एकदम फेरि प्राचीन काल पनि भनिरहेछ भनेर के हो भनेर त्यस्तो लाग्यो अनि पुरै पढिसके पछाडि चाहिँ मैले त्यति याद गरेको छैन पहिला पढ्दाखेरि चाहिँ अहिले चाहिँ अनि मैले 2 4 अब के आएछ रहेछ चाहिँ मलाई के लाग्छ भन्दाखेरि थिएन होला जस्तो किनकि हामीले मानौँ न उता हामी पूर्वतिर जाँदाखेरि एकदम लुगावालामा छ नि त कपडाको बुनाइ तानहरू भनेको त किराँतहरूबाटै आएको छ नि त होइन अनि त्यो आइसके पछाडि किन त्यो एरामा चाहिँ त्यस्तो भयो होला भनेको त्यो पढ्दाखेरि चाहिँ के लाग्यो भन्दाखेरि त्यो मुन्दुममा जुन भनेको सुम्निमा र मुन्दुमको सुम्निमा र बिपीको सुम्निमा चाहिँ फरक हुन् भन्ने जस्तो भनेको छ त्यो आर्टिकलले होइन अब म चाहिँ कन्भिन्स भएँ हुनसक्छ होइन त्यही भएर मलाई नि हो न त किनकि उसले भनेअनुसार त त्यो जुन बेला बिपीको त्यो बेलासम्ममा त जस्तो एक्सपोर्टहरू हाम्रो लुगाहरू हुन थालेको थियो भने पछाडि त त्यो लिटरली त नाङ्गोवाला चाहिँ त एकदम यिनीहरू चाहिँ के भन्छ एउटा अनसिभिलाइज खालको भनेर जनाउन खोजे हो कि अथवा त्यो हिस्टोरिकल्ली नै त्यस्तै हो कि अब त्यसमा चाहिँ म एथिकल्ली चाहिँ मलाई थाहा छैन होइन तर म कहीँ कतै त्यो कारणले पनि त्यो कन्ट्रोभर्सीमा पर्नुको एउटा कारण उनीहरूको लागि त त्यो लाग्न सक्छ नि त त्यो जुन समुदाय भएर हामी सोच्छौँ होइन उद्देश्य जे होला लेखकको होइन यसमा चाहिँ एउटा ब्राह्मण धर्मलाई चाहिँ आर्य धर्महरूलाई क्रिटिसाइज गर्नु उद्देश्य भए पनि जुन कम्युनिटीलाई लेखेको छ त्यहाँको वर्डहरूले त पिन्च गर्छ नि त होइन नाङ्गे भनेको छ बर्बर भनेको छ त्यो भनेको छ तर बिपी अब मलाई चाहिँ अलिकति शङ्काको लाभ भन्छ नि अब बिपी भएको भएर चाहिँ के लाग्छ भने उसको उहाँको त्यो जीवन दर्शन नै त्यही थियो नि त एक हिसाबले भनेर अब मनोविश्लेषणात्मक अब जुन यो फ्राइडियन थ्योरी होइन त्यो आयो अनि त्यसपछि इन्ट्रोड्युस गर्नुभयो उहाँले अनि मलाई अर्को चाहिँ त्यो उहाँको चाहिँ अब
जे कुरालाई पनि एकदम स्वच्छन्द भएर लेख्ने खालको कि हुन्छ नि अनफिल्टर भन्दा भयो होइन पचाउन गाह्रो कुराहरू लेख्ने भएको भएर त्यतिसम्म चाहिँ हुन्छ नि इन्टेन्सन चाहिँ खराब थिएन होला तर एउटा कम्युनिटीको अहिले त धेरै कुरा आएर चाहिँ नो हर्ट पोलिसी होइन जुन चाहिँ तपाईँले इन्टेन्सन राम्रो भए पनि कसैलाई हर्ट गर्छ भने त भन्नु पाउँदैन कल्चरल रेस्पेक्ट चाहिँ होइन त्यो हिसाबबाट चाहिँ मलाई यो पुस्तक अलिक कमजोरै लाग्छ अब त्यो नभनेको भए यसको घट्थ्यो कि होइन यसको इम्प्याक्ट घट्थ्यो कि तर त्यो जुन तरिकाबाट बर्बर थिए यस्तो थियो हुन्छ नि नाङ्गै थियो त्यो चाहिँ नभनेको अलि धेरै त्यस्तो त थिएन फेरि त्यसमा पनि त्यो नभन्दा क्यारेक्टरलाई नाङ्गै भने होइन फेरि उसले त्यो नभन्दै पनि यो राम्रो छोरीको टर्न आएपछि चाहिँ मलाई नाङ्गो होइन अनि मोटो घाट त्यसरी मतलब त्यो खालको उसले आकर्षक बनाउनको लागि त्यति धेरै हुन्छ नि त्यो बनाउनको लागि विश्लेषण बस्दैन नि त त्यो वर्डहरू एड्जेक्टिभहरू धेरै हुन्छ नि अलिकति मन दुख्ने खालको एड्जेक्टिभ युज गर्छ त्यो त्यसले पनि हो कि अब पहिला हामीलाई नै पनि अब हामी नेवा कम्युनिटी भयो मलाई स्कुल अझै याद छ मलाई स्कुलको जो एक्जाम्पल सानो इक्जाम्पल गर्दाखेरि हाम्रोमा त अब भगवानहरूलाई पनि रक्सी सक्सी चढाइन्छ नि त होइन कुनै बेला अनि त्यसपछि अब राङ्गोको ऊहरू होइन नुहार पास्ने नुहारणहरूमा त्यो चढाउने भन्ने कुरा अनि हाम्रो पनि हामी एक दुईजना मात्र नेवार थियौँ हाम्रो धेरै जस्तो बाहुन समुदायको थियो कि अनि हामीलाई यति उडाउँथ्यो है अनि त्यस्तै भन्दाखेरि कस्तो मन दुख्थ्यो नि त होइन जे जे भयो तिनीहरूले त्यो हरेक उसमा भन्थ्यो कि प्रायः जस्तो हरेक दिन जस्तो यिनीहरू त रक्सीले देउता मनाउनेवाला मान्छेहरू कहाँ यसै मान्छन् होइन क्लासहरूमा त्यो उमेरमा पनि मेरो कास्टलाई यसले एट्याक गर्यो मलाई मन दुख्यो भने जस्तो हुन्थ्यो अब यो पोइन्टमा चाहिँ मलाई नि के लाग्छ उदारवादी हुँदै पनि उदारवादी यहाँ चाहिँ नहुन सकेको जस्तो उसले हुनु त मेरो ब्राह्मण पर्सपेक्टिभबाट ऊ आफै पनि ब्राह्मण पनि होला अनि त्यो ब्राह्मण र किराँतलाई देखाउँदाखेरि त्यसरी त्यो द्वन्द्व निकाल्नलाई पनि गरेको हुनसक्छ ऊ त लिटरेचरको अब एउटा ऊ त हुँदैन भन्छ होइन मान्छेको परिकल्पनामा हो भने तर सिर्जनामा नि अब केही त हामीलाई अहिले हाम्रो पर्सपेक्टिभबाट हेर्दाखेरि हामीलाई नभइदिएको भए अझै राम्रो लाग्छ नि त लागेको हो लास्टमा बिहे हुन्छ नि दिपज्योतिलाई चाहिँ खासै त्यो मन मैले अघि इन्फर्मल दिउँ भनेर म त्यो चाहिँ होइन ठिकै छ तर त्यो चाहिँ संयोगान त बनाउनको लागि एउटा हुन्छ नि त्यो खालको त्यो कहिलेकाहीँ हामी फिल्म हेरिरहँदाखेरि एकदम ट्रेजिक ऊ आयो भने ला यस्तो मिल्दा भयो हुन्थ्यो नि भने जस्तो खालको त्यो पनि होला अनि यताको रिप्रेसन यता देखाउनु खोजेको जस्तो यता जुन त्यो उसले सौन्दत्तले गर्न नसकेको र उसको छोराबाट पोर्ट्रेल गराए पनि हुन होइन उसको छोराको थ्रुबाट गराएको पनि हुनसक्यो कि अथवा के हुन्छ तर मलाई त्यतिमा मात्रै सोमदत्तको भइसक्यो पछाडि नै एन्ड भएको भए पनि केही फरक पर्दैन थियो हो त्यो भग्नावशेष देखाएको छ नि होइन कुटी चाहिँ आखिरमा केही रहँदैन नि त्यो चाहिँ एकदमै स्ट्रङ मेटाफर हो जस्तो लाग्छ कि होइन अब जस्तो मानौँ जुन ऊ विचारधारा जुन जीवनशैली या जुन दर्शन जुन बिपीले चाहिँ ब्राह्मण नै भनेको छ होइन त्यो चाहिँ रहँदैन जबसम्म त्यो मान्छेसँग मान्छे सुहाउँदो हुँदैन तबसम्म रहँदैन भन्ने चाहिँ हो कि अर्को मलाई त्यो धेरै त छैन उसको छोराको सोमदत्तको छोराको तर अनि त्यो बिगारेको त सोमदत्तलाई बिगारेको त उसले पढेको पाठबाट रहेछ नि त होइन त्यहाँ कस्तो कन्ट्रास्ट देखिन्छ नि कन्ट्रास्ट अनि मलाई अर्को पनि त्यहाँ केटा होइन पितृबाट हेर्दा र होइन हाम्रो महिलाको एङ्गलबाट हेर्दा मलाई के लाग्यो भने उसलाई त पुलमा त बरु अझै उसमा थियो होइन उसलाई थाहा थिएन त्यो रात को आएको थियो उसमा भनेर किनकि ऊ भेल्लालाई सम्झेर त्यस्तो भयो होइन तर उसलाई त थाहा छ नि त उही हो भन्ने कुरा त्यसमा पनि तर उसलाई कति समस्या उसले कति हेभिली लिएर सुपर इगो कहाँ काम गर्छ है उसले आफ्नो वाइफलाई माया उ गर्न सक्दैन नि फर्गिभ गर्न सक्दैन मानस पुत्र के भन्छ अनि ऊ त पुरा होइन उसलाई कस्तो लाज लागेछ होइन भोलिपल्ट म पापिनी हुसम्म भन्न भ्याएको छ अब यस्तो भयो ला मैले गर्न नहुने पाप गरेँ मैले त्यस्तो गर्नुहुन्न त्यो कताबाट आयो भिल्ला भन्ने जस्तो कुराहरू आएको छ ऊ त्यसमै तडपिरहेछ होइन ऊ त्यो इल्युजनमै छ कि ल त्यहाँ चाहिँ त्यो भिल्ला नै आइपुग्यो अब सब त्यस्तो भयो हुन नहुनु थियो कहाँ गएको थियो सोमदत्त कता थियो त्यो रात भन्ने कुराहरू भएको छ अब सोमदत्तलाई त थाहा छ नि त ऊ खासमा त उसले पनि त त्यो के मनुवा दहबाट आयो फर्किसकेको छ एक्कासी त्यसरी होइन त्यो सुम्नीमा नै सम्झेको तर उसलाई त थाहा छ नि त ऊ आफै हो भनेर यद्यपि हुन त अलिकति चाहिँ उसले काइन्ड हुन खोजे पनि छ होइन उसलाई तर उसको सुपर इगोले नै जित्छ उसले पुरै उसको पुरुषत्वले नै जित्छ त्यस्तो भनेर आफ्नो छोरा त्यस्तो
एउटा किताबै सिद्धिएर छोरा जन्माउनको लागि लास्टमा त त्यो त कस्तो कस्तो मलाई त्यो कन्ट्रास्ट पुरुष एङ्गल त्यो चाहिँ हुन्छ होला जस्तो लाग्यो मलाई कहीँ कतै त्यो इगो क्या इगो धेरै मलाई चाहिँ त्यो छोरा नपढेको होइन भन्छ नि अक्षर शिक्षा पनि दिएको हुँदैन केही पनि दिएको हुँदैन नि त्यो छोरा कति सजिलै एसिमुलेट हुन्छ नि उता गएर किराँती संस्कृतिमा होइन त्यो सोमदत्तलाई त्यसले नै हो क्या एसिमुलेट हुन नदिएको जस्तो त्यो एउटा विद्या त्यो सिद्ध पुरुष बन्ने जुन उसको एउटा हुन्छ त्यो पनि कामना नै त हो नि उसलाई एउटा फ्रस्ट्रेसन थियो नि त म सिद्ध पुरुष बन्न सकिनँ उसलाई थियो उसलाई सोसाइटीले नै बच्चैदेखिबाट यो त एकदमै खतरा बालक हुन्छ प्राचीन ऋषिमुनिहरूको धरोहर समाजले त्यसले हाम्रो नेपाली सोसाइटीलाई अझै पनि रिफ्लेक्ट गर्छ होइन हिरो अनि समाजले एउटा खालको इमेजिन गरिदियो भने हामी त्यतैतिर बहन्छौँ हामी त यस्तै हुन्छ अनि त्यो सबै हामी यो भुल्छौँ कि यो सबैको पेरिफेरीमा हामी चाहिँ कहाँ छौँ त त्यो म र व्यक्तिवाला कुराहरू पनि त्यसमा है त्यही भएर सुम्नीमा चाहिँ स्वतन्त्रताको प्रतीक हो कि उसले उसको पनि टेन्सन त छ नि मराइटियल टेन्सन तर उसलाई ऊ स्वतन्त्र कस्तो मजाले उसले त्यो दहमा लाँदाखेरि पनि कस्तो मजाले लग्यो होइन उसले त्यो नदी धेरै केयर गरेको क्या तिमी उता बाहुनको छोरा उसले मोहीमा त के अरे दही मोही केही खानुपर्छ है त्यस्तो त्यस्तै छ अनि मासु खाँदैन भन्ने कुरा के कति धेरै गरेर मलाई नि त्यो सुम्नीमा चाहिँ नदी होइन बगिरहने लेट इट बी टाइपको होइन सिम्बोलिकल्ली एकदम धेरै त्यो पनि युज त्यो सुम्नीमा त्यस्तै पनि छ त्यहाँ चाहिँ कति धेरै युज पनि गराएको फुल अफ लाइफ भयो अनि खोलाहरूको कुराहरू कति कुरा गराएको छ होइन त्यो सुम्नीमावाला पुलोमा के नि यता अगाडिको भोलिपल्ट जाँदाखेरि त्यो जुन दहमा के अरे कोसीमा डुब्ने भन्ने कुराहरूबाट त्यो सिम्बल्सहरूको पनि मलाई बिपीले राम्रो युज गरेर तर एउटा चाहिँ एकदम लागेको चाहिँ मलाई तिमीलाई चाहिँ त्यस्तो लागेको लाग्दैन भाषाको चाहिँ एकदम धेरै कम्प्लेक्स लाग्यो मलाई होइन किन हो त्यो हुन्छ त्यो बिपी सुपर होइन अब बिपीको त अब धेरै पढेको लेखेको कति शब्द त म आफैले हाइली होइन भाषा यो चाहिँ खास बिगिनर्सको लागि चाहिँ होइन मलाई पनि त्यो पछि अब लगभग पृष्ठ यो हो भन्ने त बुझिहाल्यो होइन तर कति शब्दहरूमा चाहिँ अझै अर्को चाहिँ फेरि त्यो वेद त्यो अलिकति हुन्छ नि धार्मिक ज्ञानहरू कति संस्कृत वर्डहरू धेरै मैले चाहिँ बुझिएन क्या यो बिगिनर्सको लागि चाहिँ होइन जस्तो पढ्न त मजा त आउँछ तर त्यो कति कुराहरू चाहिँ जुन संस्कृत वर्डहरू या हिस्टोरिकल यो हुन्छ नि धार्मिक कुराहरू गराएको छ त्यो बुझ्नलाई चाहिँ अलिक गाह्रो अब इन्टलेक्चुअल भएर पनि होला होइन अलिकति कम्प्लेक्स चाहिँ मलाई पनि सुम्नीमा कम्प्लेक्स नै लाग्यो मलाई कहीँ कतै चाहिँ जस्तो सुम्नीमा र पुलोमामा चाहिँ त्यो भन्छ नि उसलाई सुम्नीमा हामीलाई जहिले भन्छ नि त हुन्छ हामीले एभ्रिडे लाइफमा नि यतिकै जिस्केर भन्छन् केटाकेटीहरूले भन्ने गर्छन् होइन गर्लफ्रेन्ड आमालाई घरलाई देखाउने गर्लफ्रेन्ड र आमाको लागि ब्याग गरिदिने हुन्छन् भन्थ्यो नि गुड गर्ल अब सबै कुरा मन पऱ्यो उसलाई सुम्नीमाको होइन तर उसलाई के छ भने जातको कम्प्लेक्सिटी छ होइन यो अर्कै फरक ऊबाट रिप्रेजेन्ट गर्छ अनि त्यो नाङ्गेवाला उसले त मन परेको कुरा एक्सेप्टै गर्दैन प्रेम छैन नि बिपीले आकर्षण भनेको छ तर त्यसलाई प्रेम हो नि खास त्यो भन्ने भने अहिलेको उसबाट हेर्ने भने त्यो प्रेम हो कि होइन यसलाई हामीले प्रेम भन्थ्यौँ होला हामी भएको भए त्यो आकर्षण याद गर्ने भने बिपीको वर्डहरूमा पनि आकर्षणको कुराहरू छ नि प्रेमको कुरा छैन नि त्यो भएको भएर उसले प्रेमै मान्दैन पुलोमालाई पनि धर्म मिलेर होइन नि त कर्तव्यको लागि गरेको ऊ त उनै छ नि ब्राह्मण कल्चर एउटा फ्यामिलीले एक्सेप्ट गर्ने खालको केही भयो त उनै छ नि के अरे ब्रह्मचारी ऊ त मनबाट ब्रह्मचारी वचनबाट ब्रह्मचारी ऊ त कर्तव्यको लागि अनि आफ्नो पुर्खाहरूलाई तवार्नको लागि मात्रै भन्ने छ नि उनीहरूको लाइफ है अहिले त्यस्तो छैन होला नि त्यो चाहिँ अब अर्को नयाँ उपन्यास लेखिनुपर्छ होला त्यो त अहिले के भयो कति कतै अझै त्यस्तो कल्चर त होला त्यस्तो लेभलमा त होइन होला तर त्यो बाँधिएको चाहिँ बिचार मान्छेहरूलाई चाहिँ सुपरिगोबाट त हामी बाँधि नै रहेछौँ होला होइन कति फरक त होला होइन हामी अहिले पनि सोध्छौँ नि बाबुआमाको लागि सोच्दा समाजले के भन्छ भन्ने त अहिले पनि छ म त यस्तो हुनु पर्थ्यो त्यसले गर्दाखेरि उसको त आफ्नो अस्तित्व नै छैन इन्स्टिङ्क्ट फलो गर्न त हामी अहिले पनि फलो गर्दैनौँ नि त धेरै कुरा सोध्छौँ नि त कहाँ पुग्यो ऊ घरिघरि सुध्रे शब्द त लाइनमा आयो जस्तो लाग्ने है फेरि घरिघरि त बहकिने क्या जस्तो पुलोमाले त्यो डिबेट गर्दाखेरि पनि के अरे त्यो उनीहरूको पछि टसल हुन थाल्छ नि त वैचारिक टसलहरू हुन थाल्दाखेरि के पनि के त
त्यो के अरे त्यही भएर धर्ममा चाहिँ केटी आइमाईहरूले पढ्नु हुँदैन भन्ने जस्तो कसरी भनिदिन्छ नि त्यो कस्तो उसलाई उसँग स्त्रीद्वारा नै उसँग आर्ग्यु गर्न थाल्यो कि अनि अलि सुरुमा पनि त्यो सुम्निमाले तिमी त केही जान्दिन पढेको छैन भनेपछि मात्रै उसलाई अलिकति हुन्छ नि ऊ गर्थ्यो कि उसको इगो हुन्छ नि इगो हट हुने पुरुषको त्यो त्यही होला लास्टमा एक्सेप्टै गर्न नसक्ने क्या लाइक मेरो वाइफको पनि के अरे ओपिनियन हुन्छ उसको पनि पारिवारिक संसारिक उमै थिएन कि त्यो उसको हुन्छ नि उसको त्यो हुँदै होइन उसले त एउटा सन्तान त्यो पनि पुत्र प्राप्ति त्यो भयो कर्तव्य पालन त्यो अझ नहुँदाखेरि हेर त कसरी भन्नु हुन त त्यो अहिले पनि म चलनहरूमा देख्छु त्यो तिमीमै पो छैन कि क्या हो तिमीमै त्यो छैन पापिनी थियो कि क्या तिमीले केही गराएको थियो क्या हुन्छ जब उसमा पनि त कमी हुनसक्छ नि त एज अ म्यान त होइन स्रोत अर्कै रहेछ होइन भएको कारण चाहिँ तर त्यस्तो त्यो चाहिँ भनेपछि बिपीको सुम्निमालाई यो जेनेरेसनले पढ्न सक्ला त के छ यो जुन कम्प्लेक्सिटीको त कुरा आइहाल्यो होइन ल्याङ्ग्वेज वाइज अलिकति कम्प्लेक्स नै हो नै भन्छु होइन किनकि झन् अहिले हामी नेपाली नबुझ्नेलाई त संस्कृत त झन् हामी संस्कृत त हामी बुझ्दैनौँ होइन त्यो जेनेरेसनको लागि चाहिँ कम्प्लेक्सै हो यो भाषा तर भाषा चाहिँ कम्प्लेक्सै हो तर बिपी एज अब फर एभर सबैजनाको लागि होइन एकदम विचार चाहिँ एकदमै आन्दोलनकारी नै विचार छ पढ्नु चाहिँ फरक दृष्टिकोण दिन्छ यसले मलाई चाहिँ बिपी पढ्दा सधैँ त्यो फिल हुन्छ कि कसरी लेख्न सक्यो होला हुन्छ त्यो बेलामा चाहिँ त्यो सोचिएन होइन त्यो बेलामा चाहिँ एउटै मात्रै लाग्थ्यो कि बिपीले त्यो बेलामा पनि यस्तो कुरा लेखेको एकदमै रिभोल्युसनरी होइन त बिपीले म एनार्किस्ट हो साहित्यमा भन्न त भनेको भए पनि तर यो लेभलको अहिले पनि हामी यति धेरै लेख्न सक्दैनौँ जस्तो लाग्छ कि ग्याप्सहरू त आफ्नो ठाउँमा छँदै नै छ होइन अघि भनिहाल्यो हामीले त्यो अझ होइन त्यो त्यत्रो बौद्धिक लेभलको देखाउँदै पनि उनीहरूले लास्टमा त्यसरी सोच्नु होइन हाम्रो अगाडि चाहिँ सोमदत्त नै ठुलो हो उसले धेरै पढाएको जस्तो फिल गर्नु त त्यो अलिकति उनै हो होइन तर जुन लेभलको सुम्निमाले सुरुमा सोचेका क्वेसनहरू भनेको त मैले भनिहालेँ अहिलेको उसमा पनि रेलेभेन्ट छ क्या ओके होइन अहिले पनि हामी यसकै लागि त फाइट गर्दैछौँ त्यसरी त्यो गर्नुले पनि एउटा फरक पर्सपेक्टिभ होइन हामीले अहिले हेरिरहँदाखेरि पढिरहँदाखेरि फरक पर्सेप्सन अब धेरैलाई यो खालको साहित्यहरू मन नपढ्न पनि सक्छ होइन तर मलाई चाहिँ रमाइलो लाग्छ आफू बाँचेको युगभन्दा होइन अहिले पनि नौलो लाग्छ उनको कुरा अहिले पनि रिभोल्युसनरी लाग्छ भने लेखक दुई प्रकारका हुन्छन् कि एउटा चाहिँ आफ्नो बाँचेको समाज जस्तो छ त्यस्तै देखाउन खोज्ने अर्को चाहिँ नयाँ विचारधारा गर्ने होइन बिपी चाहिँ त्यो कोटीमा पढ्छन् त्यही भएर शब्द गाह्रो भए पनि यो सुम्निमा चाहिँ वर्थ रिडिङ नै हो अहिले त अडियो बुकमा पनि पाइन्छ अडियोमा पनि पढ्ने होइन कति कुराहरू भनेको फिल्म किताबहरू भनेको आफूले हेर्ने आफूले सबैको आफ्नो पोइन्ट अफ भ्यू हुन्छ नि होइन यसमै पनि तिमी र मैले उस्तै सोच्ने भए पनि तिमीले एक खालको सोचिरहेको हुन्छ होला मैले सुम्निमालाई होइन यस्तरी चाहिँ गर्दा भए अझ हुन्थ्यो होला अझ बोल्ड मलाई चाहिँ नलाग्यो हो कि जस्तो लाग्ला मलाई त होइन उसको डायलगको डेलिभरी नै कस्तो खतरा जस्तो लाग्यो हुनसक्ला होइन अरू हुन्छ त्यही भएर यो फिल्म बुक्सहरू भनेको आफै पढ्ने जस्तै यो अब नयाँ सुम्निमा लेख्नुपर्ने बेला चाहिँ भयो होला त्यो तिमीले क्वेसन गर्ने अहिले पनि समाज त्यस्तै छ त भन्दाखेरि होइन अहिले अब कस्तो भयो त समाज भन्दाखेरि चाहिँ इन्ट्रेस्टिङ नै हुन्छ जस्तो लाग्यो होइन कसै न कसैले त लेख्नु होला पक्कै पनि पछि फेरि यसमा चर्चा गर्दै गरौँ मलाई एकदम खुसी लाग्यो इन्जिना बोलायो गफ धन्यवाद कस्तो गफ गरेछ थाहा छैन एकदमै रमाइलो गफ भयो हाम्रो अब नेक्स्ट एपिसोडमा तपाईँहरू कुनै किताबमाथि चर्चा गर्न चाहनुहुन्छ या चाहिँ हुन्छ नि कुनै किताब रिकमेन्ड गर्न चाहनुहुन्छ भने चाहिँ रिकमेन्ड गर्न सक्नुहुन्छ अहिलेलाई धन्यवाद बाई बाई थ्याङ्क यू दिपज्योति थ्याङ्क यू इन्जिना